चाउमिन मोमो चिकन राइस सब हानेको। नमस्ते वेलकम छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। क्या सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै एकदमै सन्चै छु म पनि। अनि फेरि पनि स्वागत छ हजुरलाई मेरो नयाँ भ्लगमा गाइज। अनि आज चाहिँ ह्याप्पी शिवरात्रि, सबैजनाले ह्याप्पी शिवरात्रि। अनि आज चाहिँ शिवरात्रिको दिन होइन, टक्क लगाएर हामी चाहिँ भ्लग बनायो। केटाहरू चाहिँ यहाँ छ अनि अगाडि गइरहेछन् यहाँ। अनि टक्क केटाहरू चाहिँ यहाँ छ सबैजना। अनि त्यहाँ अद्धा अगाडि गइरहेछन्, अद्धा पछि गइरहेछु। म चाहिँ यता बनाउँदै आइरहेको छु। अनि आज शिवरात्रि सबैजनाले थोत्रै चाख्नु होला, धेरै पनि नचाख्नु होला होइन। थोरै खायो भन्नु बाटो मात्रै गर्नु होला सबैजनाले। अनि टक्क केटाहरूले चलाउँदै। अनि आज मेरो लङ भिडियो आउँछ, सबैजनाले हेरेर माया देखाउनु होला लङ भिडियोमा। अनि आशिष यहाँ छ, अनि हाम्रो आक्कु भ्लगर यहाँ छ, अनि हाम्रो टेकिन त यहाँ छ। त्यसैले म चाहिँ यहाँ छु। के अरे सन्दीप काजी विषय। अनि यो चाहिँ हाम्रो बस्तारको लाइन हो। अनि हेर्न सक्नुहुन्छ आर्यन अनि आकाश भ्लगर। आकाश म चाहिँ अगाडि छ, म चाहिँ यहाँ छु। स्टेडियम हेर्दै गर्नु होला, ठाउँ ठाउँमा हजुरसँग भेट्दै गर्छु। हामी चाहिँ अहिले सीमा पुगिसक्यौँ। अनि सबजना यहाँ बसिरहेको छ। यहाँ हाम्रो हाँसको यस्तो बबा कन्टेन्ट भइरहेको थियो अघि चाहिँ, अहिले चाहिँ पानी पिएर बसिरहेको छ नि यहाँ चाहिँ। अनि टक्क आएको टक्क यहाँ चाहिँ सीमा आइसक्यो होइन। टक्क लगाएर पहिला सेवाएर हाई गरिरहेको छ, सीमा आइरहेको छ। हामी चाहिँ यो सबैजनालाई माया देखाउनुपर्छ होइन। शिवरात्रिलाई सबलाई ह्याप्पी फेरि शिवरात्रि होइन। त्यही हो गाइस, अहिलेसम्म चाहिँ केही खाएको छैन हामीले चाहिँ। टक्क सीमातिर आइरहेको छु यतिकै घुम्नलाई। टक्क घुम्दैछौँ फिर्दैछौँ, सबै ठाउँ डुल्दैछौँ होइन। त्यही नै त हो भने अरू के छ, माया छ सबैजनाले माया देखाउनु होला। त्यही नै हो। उसले एकछिन पछि भेट्छ गाइस। अनि हामी चाहिँ लागेर हस्पिटल लाइनतिर आइसक्यौँ होइन। टेकु चाहिँ यहाँ छ, केटाहरू चाहिँ पछाडि छ होइन। म चाहिँ यहाँ आइसक्यो, हामी हस्पिटल आएको छ। यहाँ हामी क्याफे जाने भनेर सोचेर हामी क्याफेमा आएको। क्याफेमा नास्ता खानाले आएको हामी। टक्कै गोब्रो चाहिँ यहाँ छ मेरो। गोब्रो चाहिँ भिडियो बनाएन किनभने आवाज चाहिँ सुनिँदैन गोब्रोमा। के कसरी आवाज सुनिन्छ त्यो मलाई कमेन्टमा आएर कोसँग गोब्रो छ भने मलाई भनिदिनु होला। के गरेछ यो गोब्रोमा आवाज सुनिन्छ, फोकेको गोब्रो के कारणले गर्दा आवाज सुनिन्छ सबैजनाले भनिदिनु होला। अनि हस्पिटल लाइन चाहिँ यस्तो चल्फो भइरहेछ। अनि हस्पिटल चाहिँ हाम्रो यहाँ छ, हामी चाहिँ यहाँ छ। अनि केटाहरू चाहिँ पछाडि आइरहेछ यसरी नै। हामी अगाडि जाँदैछौँ। टक्क मरटेको चाहिँ हिँड्दैछौँ, मरटेको। अनि लुङ्गो क्याफे पनि माथि आइसक्यो हाम्रो। हामी त्यहाँ लुङ्गो क्याफेसँग जान लाग्यो। अनि त्यही नै हो गाइस, सबैजनाले माया देखाउँ के कस्तो भइरहेछ आजको लङ भिडियो मेरो। अस्ति एकचोटि पेल्दै थिएँ, अनि आज पेलिरहेको छु लङ भिडियो चाहिँ। अनि सबैजनाले माया सबै फुल साथ सबै गरेर भइदिनु होला। पछि के भन्नु अरे आशिष। अनि टक्क लाएर हस्पिटल यस्तरी मान्छे भइरहेछ भित्र चाहिँ। अनि हामी चाहिँ आएको। अनि क्याफे चाहिँ उता छ स्टेडियम गाइस। हामी सब नास्ता खाएर अब तल मन्दिर जाने भन्छन्, त्यहाँ मन्दिर जाँदाखेरि भेट्नुपर्छ। क्याफेबाट आइसक्यौँ। अनि आएको चाहिँ अगाडि गइरहेछ। अनि त्यहाँबाट केटाहरू चाहिँ माथि फ्रेस हुनलाई ढाडामा बसिरहेछ। अनि नास्ता खाएर अनि निस्केर हामी आइसक्यौँ, धेरै यता आइसक्यौँ। क्याफे चाहिँ त्यहाँ छ होइन। हामी खाएर डक्क लगाएर चाहिँ आइसक्यौँ। सुप पनि खान्छ। अब अहिले के गर्नु अब नेता अरे गाइस। त्यही नै हो, गएर नास्ता खायौँ, चाउमिन खायौँ। के खाएर आएको? चाउमिन मोमो चिकन राइस सब हानेको। फेरि हामीले चिकन ललिपप सब खाएर आएको हामी चाहिँ होइन। सबैका त्यहाँ भएको सबै खाएर आएको हामी चाहिँ। फेरि त्यतिसम्मको हामीलाई आज पैसा थियो हो। त्यो त 5 करोड रुपियाँ चाहिँ हामीले सब हानिदिएको। क्याफे किन्न लाग्थ्यो तर नकिन्नु भनेर मात्रै किनेन हामीले। फेरि सबै खाएको हामीले चाहिँ। त्यही नै हो, त्यही नै हो गाइस। हामी चाहिँ अहिले कृष्ण मन्दिर आएको थियो। कृष्ण मन्दिरबाट पनि प्रसाद झाकेर हामी चाहिँ गइसक्यौँ। अगाडि पठाएको मेरो सन्दीप, केटाहरू चाहिँ त्यहाँ छ। हामी चाहिँ मेरो सन्दीप यहाँ हिँडेको छु। अनि सन्दीप चाहिँ भन्दैन त्यही हो। अनि केटाहरू चाहिँ अगाडि छन्। अनि भाइ साइकल राइडर भाइ रहेछ यहाँ, म जस्तै भाइ रहेछ होइन। राइडर जस्तै क्या, म जस्तै राइडर हुन्छ नि त्यस्तै रहेछ। के कस्तो भइरहेछ आजको शिवरात्रिको भ्लग सबैजनाले हेरेर माया सपोर्ट देखाउनु होला होइन। त्यही नै हो। हामी चाहिँ अब जान लाग्यो। सब केटाहरू चाहिँ यहाँ छ। यसो चर्फ हानिदेऊ न, किकाइदिएन त एकछिन।
किकानबाट बीच बच्चा में किकानन ये दिमाग नहीं के भयो ये साउन्ड पोल्युसन हुन्छ के भयो नि साउन्ड पोल्युसन भयो शिवरात्रिको दिनमा त्यति नभएपछि के मजा आयो त होइन अनि आफू चाहिँ अगाडि बसेर आइ गरेर बदल देखाएर अटो किन्दैन त अटो किन्दैन दे अटो किन्न जाउँ के अरे अरे अटो चाहिँ अटो जाउँ जाउँ यहाँ टिभीएस को सोरुम जाउँ त्यही राम्रो गोब्रो अब एकछिन बनाएर गोब्रोबाट नि भिडियो बनाइरहेको छु जस आवाज चाहिँ सुनिन्न त्यही पनि थोरै न्यू गइले भए पनि क्लिप हाल्दैछु क्या म थोरै क्लिप हाल्दैछु दामी ठाउँको राम्रो राम्रो ठाउँको जुम्लामा चलेको ठाउँको क्लिप हाल्दैछु त्यही नै हो केटाहरू सबैजना हेर्छ हामी चाहिँ जाल्लाको काका चाहिँ माथि गइसक्यो अब हामी चाहिँ जाल्लाको आर्यन त ल आर्यन सर आर्यन सर सिधै आएको त फेरि आर्यनको सिधै रप्छ फेरि डक्कल आएर त्यही नि हो माया देखाउनु पर्छ सबैजनाले माया देखाउनु होला होइन भिडियोमा एकदम लाइक कमेन्ट सब्सक्राइब सबै हाल्नु पऱ्यो नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सबै हाल्नु पऱ्यो स्टेडियम अनि हामी चाहिँ छिन आइसक्यौँ अनि हाम्रो आएको चाहिँ हाल्छ आफूले बदल ठाउँमा त छ अझ एक बदल ठाउँमा त छ भने यस्ता यस्ता गर्दा नि जुन अनि म चाहिँ कस्तो गरेँ एकछिन गर्नु एकछिन त्यस्तो ताली होइन कि अरू के दे भोटकेमा गाइस अनि हामी चाहिँ यहाँ रमाइलो गरिरहेको थियौँ हारिन चाहिँ अगाडि गइसक्यो होइन एकछिन रमाइलो हान्दिएको अनि त्यहाँबाट भोटकेमा हलोमा भन्नु त सूर्यमा पनि गाइस चाहिँ एकछिन रमाइलोसँग हानिदिएको हल्का बोलिरहेछन् सबै गरिरहेछन् त्यो चाहिँ म काट्दैन होइन सिधै हालिदिन्छु किनभने मलाई सिधै हाल्ने बानी छ फेरि त्यो फेरि काटेर मैले हाल्ने बानी छैन फेरि के भयो काट्दैन फेरि गाइस होइन हामी जब छिनाइसक्यौँ आर्यन गाइस पनि यस्तो कुकुरलाई चाहिँ भगाइदिएको मैले चाहिँ होइन आर्यन चाहिँ त्यहाँ बसेको छ अगाडि होइन भोटकेमा आर्यन त्यो गाइस स्टेडियम हेर्दै गर्नु होला पछि भेट्छु अब म झगडा परेको छ पछि भेट्छु भन्ने झगडा पर्दैछ यहाँ सिद्धार्थको र आर्यनको हेर्न सक्नुहुन्छ केटाहरू चाहिँ झगडा भयो फेरि है यो त आज झगडा पारेर काम मात्रै भइरहेको अक्का आएर अक्का त झगडा पार्नु अक्का यहाँ गाउँ आइसक्यौँ त्यही नै हो घाम चाहिँ अघि आइसक्यौँ अनि त्यसपछि एकछिन गाउँ आएको अनि यहाँ सबै केटाहरू चाहिँ पछाडि चाहिँ बाबा यहाँ मिस हाम्रो ओ लुक्समा हो पुरा लुक्समा म हाल्यो बाई ल हामी चाहिँ निस्केको अब चाहिँ आर्यन चाहिँ यहाँ पोइन्ट ल्याएर आएछ होइन ओ अघि कहाँ आइथ्यो बाबा लाज मानेर छि निकिरा जस्तो हो न यसरी आयो भन्ने के लाज मानेर खै हामी जब निस्क्यौँ होइन तिमी हो टक्कर आएर एकदम हामीलाई रमाइलो भयो आज चाहिँ होइन अब ठाउँ त्यति ठाउँमा जान पाइनँ हजुरलाई त्यो ठाउँमा गएर देखाउन पाइनँ त्यसको लागि सरी होइन धेरै ठाउँमा गएन हामी धेरै ठाउँमा घुमेनौँ भने आकाशले नि बेलुका भ्लग आउँछ अनि आकाशलाई पनि हेरेर सबैजना सपोर्ट गर्नु होला केटाहरू चाहिँ यस्तै माथि नान्ने केटा चाहिँ यस्तो रमाइलो भइरहेछ होइन पुरै जिनिस त रमाइलो त पुरै छैन हामीमा को पनि बेलुका आउँछ होइन भिडियो आउँछ नि आएको सरी दाइ हजुरसँग लड्न चाहन्न म त्यही गाइस अब यो चाहिँ लड्ने भने सबै नै खेदाउँछ कुट्टो छ
ग्यातो छ त्यो बाउले नाच्छ क्या गाइस त्यही जुम्लामा यस्तरी हावा लागिरहेछ होइन त्यही नै त हो जुम्लामा मेन प्रब्लम भनेको हावा छ क्या हावाले गर्दा आवाजले केही सुनिन्न होला होइन मेरो त्यसले पनि चुम्मा खाइदिएको चाहिँ तल भेट होइन अहिले चाहिँ हामी गाउँ पुगिसक्यौँ गाउँ पुगेर नि सबैजना यहाँ बसिरहेको छन् यस्तरी अनि आकुरै आर्यन चाहिँ त्यहाँ छन् अनि म चाहिँ यहाँ छु त्यही हो त्यहाँ बसेर चाहिँ गाइस त्यही हो अरू केही छैन भिडियो कस्तो भयो त्यो जस्तो भए पनि माया देखाइदिनु होला होइन त्यति ठाउँ त गएन हामी घुम्नलाई थोरै ठाउँ गयो थोरै ठाउँको भिडियो आएको छ त्यहीमा माया देखाउनु होला फर्स्ट लङ भिडियो मेरो चाहिँ हो अनि यति नै हो आजको भिडियो थ्याङ्क्स फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब द बेल आइकन यति भन्दै बिदा दिन चाहन्छु हस्त जय नेपाल।